खोइ छोरो कहाँ गएको बिहानै उठेर हिँड्ने थियो खेत खन्न गएको हो कि यति बेलासम्म आइपुगेन कहाँ हो के हो खेत खन्न गएको होला कतिखेर आइपुग्ने भयो घरमा खाजा खाएन नखाइकन गएको हो कि खाएर गएको हो कि यति बेला नि आइपुगेन बुहारी ए बुहारी कान्छो आउने बेला भयो चाम्बाएर खाजा बनाएर राखिदिनु है ए भइहाल्छ नि म त यो घरको नक्कर्नी हो क्या रे तिमीहरूको सन्तानले कति समय हेपेको छ त्यो कुरा त मलाई मात्र थाहा छ सबै काम म आफै गरिदिन्छु कसलाई के खान मन छ गएर बनाएर खाने सक्दिनँ म कता हिँड्ने कि आऊ बस के बस्नु आफूलाई आफ्नो घरको कति तनाव भएर हिँडेको के तनाव भयो तिमीलाई बस न एकछिन के तनाव भएर हिँड्ने थियो भन न तिम्रो तनावको समाधान गर्न मैले सक्छु कि के तनाव हुने नि एउटा मर्न नसकेकी बुढी छे न मर्छे एउटा नन्द भनाउँदी न पहिला जान्छे न मर्छे दिक्क भइसके पोइ भनाउँदा न मर्दा एउटा केही भनेको कुरा सुन्दैन अबे रिता त्यस्तो भन्न हुँदैन नि सासूलाई त माया गर्नुपर्छ नन्द कति उमेरको हुनुहुन्छ र बिहा गरेर दिनुहोस् न उहाँ त अर्काको घरमा जाने जातो उहाँलाई पञ्चाइते हुँदैन अनि श्रीमानलाई सम्झाउने नि जति माया गरे नि के गर्नु दिदी अर्काको आमालाई कहिले आफ्नो बनाउन नसकिन रहन्छ सकिन्छ बहिनी तिम्रो आमा र सासू आमा केही फरक छैन आफूले माया गरे आफू झुक्न जाने भने आमाले पनि तिमीलाई माया गर्नुहुन्छ नानी यस्तासँग के कुरा गर्नु केही कुरा समस्याको समाधान हुन्छ कि भनेर बसेको त फोकटको मान्छेसँग बसे है छोटा नभन न है कस्ती मान्छे हुन् सम्झाउँला बुझाउँदा त झन् हुँदो रहेछ नि त कस्ती रहेछ आमा आमा के भयो तिमीलाई किन यसरी दिक्क मानेर बसिरहेको कसले गाली गर्यो के भनेर आमा भाउजूले अनि त्यो अब गाली गर्दाखेरि रिसाउँदाखेरि रुन पर्छ त बुढी माउ उइलाई जाने फुलासरी हुँदो रहेछ जीवन उइलाई जाने फुलासरी हुँदो रहेछ जीवन अनि बुहारीले गाली गर्दा भन्दामा रुन पर्छ त म छैन अनि दाइले खाजा खाएर गयो कि गएनन् थाहा छैन भाउजूले लग्दैनन् खाजा हाम्रो भाउजू नि के भयो कमसेकम उनकै बुढोलाई त खाजा त लिएर जान पर्छ क्यारे ल आमा पिर मान्न पर्दैन म अब खाजा दाइले लिएर जान्छु तिमी गएर सुतेर बस आराम गर नरौ रुन पर्दैन र के रोको होला नरौ म छु त किन रोको दाइकै पिर ला होला होइन बुढी माउ मलाई थाहा छ तिमीलाई त्यो छोरालाई कति माया गर्छौ भनेर राम्रोसँग थाहा छ के मलाई त्यसरी माया गरिदिने भए कति हुन्थ्यो मलाई त माया गर्न जाने छैन ठिकै छ मलाई माया नगरे पनि म तिमीलाई माया गर्छु जाऊ ल भित्र गएर बस ल मोटी कता हिँड्यो कि कता हुनु नि यता मास्तिर गएर आएको दङ्ग परे हिँडेछ के छ तेरो आलोसँग ठिक छ साथी सुन त उमेश तेरो बुढी के खालको हो के थियो न नन्दलाई मन पराउँथे न सासूलाई मन पराउँथे गाउँभरि नन्द र सासूको कुरा काटेर हिँडिरहेको थिएँ अलिकति पनि सम्झाउनु सक्दैन सासू स्वास्नीलाई कति नै राम्रोसँग बिहारी भन्थिस् त त्यसो होइन आफ्नो भागीमा जे छ त्यो लिनु परिहाल्यो होइन र एउटा स्वास्नी तलाएर खान सकिन्न र उ बेला त खुद के गर्छु भन्थिस् त के गर्ने मोटी जिन्दगीले जे दिन्छ त्यही लिने हो
आमा अरे आमाको माया लाग्छ, बहिनी अरे बहिनीको माया लाग्छ, श्रीमती अरे श्रीमतीको माया लाग्छ। मैले त केही भन्नै सकिनँ। जिन्दगीदेखि नै हारेँ मैले त। भन्न त उमेश, अब म के गरौँ? फेरि तँलाई छोडेर अरूसँग बिहे गरेर जान पनि त सक्दिनँ नि म। मोटी, मलाई कुरेर नबस। आफ्नो जिन्दगी आफैले सोच। सबै थोक मायामा मात्रै जिन्दगी चल्दैन। आफ्नो जिन्दगी आफै बना है। जा, मलाई कुरेर नबस्ला। म अप्ठ्यारोमा छु। मेरो पनि केही बाध्यता हुन्छ। तैँले भनेको जस्तै सबै कुरा कहाँ हुन्छ र? जिन्दगी तैँले भने जस्तो सजिलो छैन। मलाई बुझ्ला, म अप्ठ्यारोमा छु। पहिला त खुब राम्रो बिहे गरेको छु। संसारको मेरो बुढी रानी भन्थिस् त। अहिले त सासू नन्दलाई नै खेदो गर्दो रहेछ। तँलाई मेरो माया पच्या थिएन होइन? तँलाई मैले कति माया गरेको थिएँ? तैँले मेरो माया देखेनस्? के गर्ने मोटी? अलिकति बुझ्ने भनेको थाहा थिइस्। तैँले पनि खुच्चिङ मार्छेस्, बुझ्दिनस्। के गर्नु म त आज आएर दुई ढुङ्गाको तरुल भएको छु। न घरको न घाटको। तैँले मलाई खिसी नगर्ला, नजिस्काला। अब आमा र बहिनीले घरबाट निकाल्छ अनि ठिक्क पर्छ अनि म नाच्छु। मोटी, म जान्छु ल। एकछिन पर्न। हेर त उमेश, यत्रो उमेर भइसक्यो मैले तँलाई नै कुरेर बसेको हो। तँलाई अलिकति पनि मेरो माया लाग्दैन? म बुझ्छु तेरो मनको पीर। म पनि अप्ठ्यारोमा बाध्यतामा छु। के गर्छस् थाहा छ? 4 कक्षामा पढ्दाखेरि तैँले मलाई त्यो फुलको उसले छ नि प्याट्टा हान्थिस्। म अप्ठ्यारो मानेर हेर्थेँ। के गरौँ, त्यो कुरा सम्झेर पनि हुँदैन। अब सबै कुरा बाहिर हेर्नु पऱ्यो, समाज हेर्नु पऱ्यो। आफ्नो माया मात्रै हेरेर नि भएन। मलाई बुझ्ला, के पनि नभन्ला मलाई। अब म के गरौँ भन्दैन त तैँले? आफै सोच। मसँग केही जवाफ छैन। म तँलाई छोडेर अन्त बिहे गर्न सक्दिनँ उमेश। किन बुझ्दैनस्? त्यसो भनेर हुँदैन। बुझ न उमेश, किन बुझ्दैनस्? के बुझ। जान्छु म। है, म जान्छु है। जा, तर सोच। के सोध्नु मैले? के सोध्नु? तैँले मेरो घरको अवस्था हेरेकी छस्? तैँले मलाई बुझेकी छस्? साथीभाइ भएपछि त अलिकति बुझ्नु पनि पर्छ। आफ्नो मात्रै एक कुरो लिएर ढिपी गएर हुँदैन। माया त माया छ नि मनमा। बुझेको उमेश, तर मैले तँलाई चोखो र साँचो माया गरेको छु। चोखो मायाले मात्रै जिन्दगी चल्दैन। भन्न त यसमा के गर्न पर्यो? मलाई बुझ, यति कुरा हो। अहिले जान दे, म जान्छु। पछि हेर्नु। घरको ताल देखेर नि छक्कै बसेर दाईको तालमा, भाउजूको सुरमा, घरमा ऊ चाबी खोल्दैनन्। के भयो? कुरा बुझ्नै सक्दैन। बाटो यहाँ त आमाले त बिहान उहाँ हिँड्या छ। के हो, खेत खन्न गएको छ भन्दै थिए। खाजा खान पाएको छैन छोराले भनेर खुब पिर मानिरहेछ आमाले घरमा। तपाईँ र भाउजूको ताल देख्दा नि म त छक्क पर्छु। भाउजू हेरे उहाँ एउटा खाजा बनाएर खुवाउन सक्दैन। दाई हेरे लखर हिँडेका काम गर्न सक्दैन। लु जे भए पनि खाजा ल्याइदिएछु, खानु अब। तेरो आमाले र भाउजूले घरमा टिक्न बस्न दिनु पर्यो नि। किचिज गरेर काम गर्न जान्छु भनेर म त घुम्न हिँड्दिएँ। त्यही भएर राम्रो काम गर्नुपर्छ, राम्रो काम गर्नुपर्छ। लु खाजा खानु। के ल्याइस्? खाजा ल्याएको नि, के हुनु नि। देखाउँ, भुलाएछ।
आमाले किचिज गरे पनि भाउजूले किचिज गरे पनि बहिनीले माया गर्छ भन्ने लागेको थियो। माया त गर्छु नि, माया नगर्ने हो र? अचार माया छ? गरे भएर त लिएर आएको मकै अचार छ? छैन, मकै छ, मकै मात्रै छ, अचार सचार केही छैन। नाम मात्रै के ल्याएको यो खाजामा? कुन खानु न अब जे भए पनि। झन् दाइ थाकेर बस्यो होला भनेर झन् म चाहिँ यहाँ खाजा बनाइवरी मकै पोलिवरी ल्याइदिएछु। त्यो एउटा खोर्सानी नुन पेन ल्यायो भने थियो। अब बाटामा हिँड्ने मान्छेलाई खोर्सानी नुन सबै अचार टिमुर सिमुर मिसाएर लसुन ससुन मिसाएर ल्याउनु पर्ने होला होइन? जुन चाहिँको काम छैन उसलाई चाहिँ मिठो खानुपर्ने। अहिले किचिज गरेपछि नि म खान्न नि फेरि अहिले नखाए मेरो पेट भोको हुँदैन क्या। पेन गरे जस्तो जब 2 घगा मकै ल्याएर तपाईँले यसो गरे कहिले? बहिनी कतै लहर लहर हिँड्यो भने कहिले ल्याएर मकै खाजा भने ल्याएर दिएछ? धेरै न। आमाले म बिहानभरि कराएर बसेको, त्यही भएर मैले मकै खोजेर मकै पोलेर ल्याइदिएको। आमा रोइरहेको छ, आमा छोरो चाहिँ आना भनेर। के भयो फेरि? के भयो घरमा? के हुनु नि, उहाँ आमा चाहिँ उहाँ छोरो उहाँ राति नै उठेर गयो, खेत खन्न गएको हो कि कहाँ गएको हो भनेर पिर माने छ। रोएर उहाँ केही छैन, उहाँ भाउजूले गाली गरेर कम त झगडा भएर बसेको छैन घरमा। के भन्यो त्यसले? के भन्यो गर बुझ्नु नि आफै। अरू त के हुनु र, निकाल्ला होला नि मलाई र आमालाई। उस्तै भेट भएको छ है। आतङ्कमा चाउ घरमा, आगो लाग्यो घरमा, निन्चो मन निस्केर। मैले बचाएको अझ आफ्नो बाउ नभएपछि यस्तै हो। सहन जानेकै छैन। सहिरहेको त खा नि आमा त कतिसम्म। तिमीलाई पनि आगै हुनुपर्छ, पानी बन्न जानेको छैन। सधैँ पानी भएर त बसेको छु, को आगो भएको छ? थाहा छ मलाई तिमीहरू को आगो को पानी भन्ने कुरा मैले राम्रोसँग बुझेको छु। तैँले मलाई सिकाउनु पर्दैन। आगो त तँ र आमा भएको। आगो त आफ्नै बुढाबुढी भएको छ नि, हेरेर कसैको नभएको। ठुल्ठुलो सोले फेरि कराउँछ फेरि। तँलाई मैले के भनेको थिएँ त कराएको नानी? त कमसेकम घरमा त बस्नुपर्छ नि, त्यो बुढी आमालाई हेर्नुपर्छ नि। रोएर बसेको छ उहाँ, पिर माने छ, कसैको नभएको आमा। फेरि माया पनि तपाईँलाई कति गर्छ त आमाले थाहा छ? मलाई त यति एक छेउ नि गर्दिनँ आमाले। माया भनेको त सबै छोरालाई खनेको, छोरा चाहिँ भने आमालाई चाहिँ वास्ता छैन, अनि उल्टो मलाई गाली गरिरहेको। थाहा छ मलाई कसले कसलाई कसको माया गर्छ भन्ने कुरा बुझेछु मैले राम्रोसँग। यो कुरा तैँले मलाई सिकाउनु पर्दैन नानी। एउटा कुरा भन्छु मान्छे, म घुम्न गएको कुरा आमालाई भाउजूलाई नभनी म तँलाई 20 रुपियाँ दिन्छु है, हुन्छ? चाहिँदैन मलाई 20 रुपियाँ। अब यसको बुढीलाई मैले जानेको छु, मेरो त हुन सकेन, यसको पनि म हुन कहाँ दिन्छु। भयो नानी, के छ हाल खबर? नमस्ते, बस्नु न। बुहारी नानी त भन्नुभयो, मैले त तपाईँलाई आजसम्म यो गाउँमा देखेकै थिइनँ त। म माथिल्लो गाउँको मोटी, मलाई उमेशले राम्रोसँग चिन्छ। खै को मोटी हो को पातली हो, मलाई त केही पनि भन्दैन उमेशले। तिमी भर्खर आएकी मान्छे, तिमीले मलाई चिन्दिनौ, उमेशले मलाई राम्रोसँग चिन्छ। हामी बच्चैदेखिको साथी हो। घर त सोही निशान छ त। खै त यो घरमा कोही पनि छैन, कहाँ गयो त घरका मान्छे? खै कता जान्छन्, काम छैन, गएका होला नि गाउँ डुल्नलाई। ए गाउँ डुल्न पो गएको छन् यिनीहरू? आमा छोरी त यस्तै हो, पहिल्यैदेखि गाउँ डुल्थे। निकालिदिनु नि घरबाट।
निस्किन पर्यो नि। त्यो कहीँ नभएको एउटा अलक्षिनै छ नि, म न त बिहा गर्छु न त घरबाट निस्किन्छ। यिनीहरूको आमा छोरीले त मलाई दिक्क बना। अब कुन दिन मलाई रिस उठ्छ यिनीहरूलाई म निकालिदिन्छु। मैले नि विचार गर्दैछु। ल ल रिता जान्छु ल, बाटो परेर पसेको। बस्नु न, चिया खाएर जानु, पछि आउला नि, आफ्नो ख्याल गर। रिता तिमी के भएको? के रे म तिम्रो घरको नक्कर हो? कसलाई भनेको तिमीले? तिम्रो आमाले जे भन्यो म त्यही मानेर बस्नुपर्ने? तिमीलाई मैले नोकर्नी भन्न खोजेको होइन। आमासँग मुखमै नलाग, डाँडामाथिको घाम बिसाउनुभयो मात्रै भन्नु खोजेँ। नरिसाउनु त्यसरी। नक्कर नबनाएको भए तिम्रो आमा तिम्रो बहिनी तिमीले पालो मलाई किन काम लागिराख त? तिम्रो घरको के मेरो बाउले नक्कर बनाओस्, यिनीहरूले जे भन्यो त्यही मानोस् भनेर पठाएको हो? भाउजू तपाईँले के भएको छ अझै? ल तपाईँ सानो सानो कुरो पनि यति धेरै रिसाउनुहुन्छ त। भएको चाहिँ के छ ल भन्नु त? केमा चित्त बुझ्या होइन हामीलाई भन्नु न। दाइ सम्झाउनु भाउजूलाई। रिता मलाई कसैले सम्झाउनु पर्दैन, म आफैलाई थाहा छ मैले के गर्दा सही हुन्छ के गर्दा गलत हुन्छ भन्ने कुरा। अनि थाहा रहेछ त, अनि अब के गर्नुहुन्छ त भन्नु त? रिता तिमी यो घरको मेन मान्छे, तिमीले यसरी रिसाउन मिल्दैन। तिमीले मलाई, बहिनीलाई, आमालाई माया गर्नुपर्छ। तिमीलाई तिम्रो बहिनी आमा चाहिन्छ भने लिएर जाऊ, कहाँ जाने हो? ए भाउजू घरै हाम्रो यहाँ छ, कहाँ लिएर जाने दाइ भन्नु त? नानी चुप लाग न, तिमीले त्यसो भन्न मिल्दैन नानी। नरिसाऊ, आमाको पनि को छ? हेर त आमाको बहिनीको भनेको नै तिमी र म हो। तिमीले यसरी बहिनी र आमासँग मुखमुखी लाग्न सक्दैन। नरिसाऊ ल। होइन दाइ, हामीले के गल्ती गरेछ र यो भाउजूले अहिले हामीलाई सजाय दिँदै हुनुहुन्छ? हामीले त केही गल्ती गरेको छैन नि, हामी काम पनि गरिरहेछ। यो बुढी भएको आमालाई के विधि घाडो गर्नुभएको? नानी चुप लाग न। तिमीहरूको सन्तानले जे गरे नि राम्रो हुन्छ। तिम्रो आमालाई र बहिनीलाई निकाल्ने भए खुर्क निकाल, होइन भने म आफै निस्केर जान्छु। रिता रिता नरिसाऊ न। आमा तिमी के भएको? तिमीलाई अलिकति बुहारीसँग मुखमुखी लाग्न अलिकति शरम लाग्दैन? तिमी त यो घरको जान्ने बुझ्ने मान्छे हो। तिमीदेखि त म हिरोइन भइसकेँ आमा, हिरोइन भइसकेँ। रिता रिता ए दाइ राम्रोसँग सम्झाउनु है भाउजूलाई। त पनि चुप लाग। रिता रिता नरिसाऊ न। आमा तिमी के भएको? आफूभन्दा सानो मान्छेसँग तिमीलाई अलिकति बाँध्न मुखमुखी लाग्न अलिकति लाज शरम लाग्दैन? तिमी त बुझ्ने मान्छे हो, अलिकति पाको मान्छे हो। दाइ भाउजूले यस्तो विधि भनिरहेको छ जहिले नि, अनि तपाईँले यसो सम्झाउन सक्नुहुन्न? के सम्झाउनु मैले? के सम्झाउनु मैले? मेरो टाउको खाओ, मेरो गिडी खाओ। सम्झा मलाई अलिकति, त मभन्दा अलिकति बुझेकै मान्छे होस्। आमालाई के सम्झाउने? भाउजूलाई सम्झाउनु न। भाउजूले कति नराम्रो हरकत गरेर तपाईँलाई थाहा छैन? सधैँ हामीलाई त टोकसो गरिरहनु छ कि सौतिनी आमाको छोरछोरी हो र म चाहिँ? म पनि त तपाईँ यो आमाको कोखबाट जन्मेको, म पनि यही आमाको कोखबाट जन्मे होइन? नानी त्यसो भन्न मिल्दैन। भाउजू पनि मल्लियाको श्रीमती हो। मल्लियाको श्रीमतीलाई तिमीहरूले अभद्र व्यवहार गर्न मिल्दैन। तिमीहरूले मान्नुपर्छ, मान्ने मान्छेलाई। भनेपछि तपाईँ हिजो लिएर आएको भाउजूको चाहिँ यत्रो विधि सपोर्ट होइन? यो आमाले चाहिँ जन्मायो, हुर्कायो, तपाईँलाई कतिसम्म यति ठुलो बनायो, अलिअलि पढायो पनि, तपाईँको यही हो दिमाग? के अरे तैँले मसँग मुखमुखी लाग्यो कि? तैँले मलाई के भन्न खोज्या भन त? फेरि बोल त। के तेरो पारा? तैँले दाइसँग मुखमुखी लाग्ने? ओइलाई जाने फुला के तेरो पारा? बोल बोल बोल। के तँ गरेर बच्छिस्? एउटा कुरा ख्याल राख आमा, कि तिमीले कि मलाई रोज कि यो घरलाई रोज, होइन भने यो घरमा म निस्केर जान बाध्य हुन्छु। तिमीहरू बस, म जान्छु निस्केर। तिमी कहाँ निस्किने? खुरुक्क तिम्रो आमा र बहिनी निकाल न, कि नत्र भने म आफै निस्केर जाउँ कि तिम्रो बहिनी र आमा निकाल्छौ? किन तिमीले मलाई यही दुनियाँ कुरा सुनाउनको लागि तिम्रो आमा र बहिनीको चित्त सुन्नको लागि ल्याएको हो? रिता तिमीसँग एउटा सल्लाह छ। धेरै हिँड त।
कहाँ आएको? म साथीको घरमा आएको। अन्त कहाँ गएको? माथि गाउँसम्म काम थियो, घुमेर आएको म। ए यो पो घुमिफिरा रहेछ त्यतिकै। नानी, हजुर तँलाई मन पर्छ भनेर मैले तेरो लागि जिलेबिया तितौरा रिबन कस्तो मन पर्ने मेरो फेभरेट। त्यो त कति राम्रो सोच यो हो र। मेरो जस्ती बहिनी ल। कुन्नी ल्याइदिएको? छ त हेर्न यहाँ, मन पर्यो? बहिनी, हजुर तँलाई कति राम्रो सुहाएको हेर त, मन पर्यो? तँलाई रातो रिबनमा कति राम्रो देखेको। स्वागत छ दाइ। सुहाएको छ नि? खुसी भइस्? अँ मेरो बहिनीलाई कति राम्रो देखेको, मेरो फुल जस्तो बहिनीलाई। आहा दाइ, भन्न। तैँले भोलि पर्सि बिहा गरेर भौजुया ल्याएपछि पनि मलाई यस्तै गरेर माया गरिरहन्छस्? तैँले के भनेको? आफ्नो बहिनीलाई म माया गरिदिनु त? तँलाई म सधैँभरि यसै गरी माया गर्छु। यस्तो पनि सोध्ने हो दाइलाई? तैँले हेला त गर्दैनस् नि? गर्दिनँ। मेरो बहिनीलाई यो सारा संसारको खुसी सबै दिन्छु। हिँड घर, के सोचे? माया गरिरह है त फेरि। गर्छु नि, हिँड हिँड ल ल आइज। एउटा प्रश्न सुन्दिनँ म केही पनि। खुर्क तिम्रो आमा र बहिनी निकाल्ने भने निकाल, नत्र भने म आफै निस्किन्छु। रिता, त्यसो नभन न, मलाई पनि त आमाको र बहिनीको माया लाग्छ। प्लिज त्यसो नभन न है। त्यसो भए मलाई निकाल न त। तिमी आमा पनि त्याग्न नसक्ने, बहिनी पनि त्याग्न नसक्ने, मलाई त्याग न त। प्लिज मैले नगरेको मान। मेरो बहिनीलाई र आमालाई केही पनि नभन। जाऊ, तिमीलाई माया लाग्छ भने खुर्क तिमी आफै निस्केर जाऊ, नत्र भने म आफै जान्छु। त पनि युवाको छोरी होस्, तेरो पनि आमाप्रति अधिकार छ। तैँले पनि आमालाई लगेर पालेर देखा, लगेर पाल देखा सकिस् भने। ए भनेपछि तपाईँले यो आमालाई पाल्न सक्दैन होइन? मलाई पनि त पाल्न सकेन, मेरो आमालाई नि पाल्न सकेन होइन? तपाईँलाई घाँडो भयो हामी दुईजना आमा छोरी। तपाईँले यदि पाल्न सक्दैन भने नि यो मेरी आमा हो, मेरी आमालाई म पाल्न सक्छु। यो आमा मर्यो भने नि तपाईँले क्रिया गर्न पर्दैन, बुझ्नुभयो? लगेर पाल देखा। म आफै क्रिया गर्छु। हुत्ती आएर नामर्दा थुइ स्वास्नीको फरियामा लुट्ने तेरो घरमा बस्नु छैन म। आमा हिँड्न जाउँ, यसको घरमा बढ्नु छैन, हिँड्न जाउँ। जा जा, रोक्दिनँ म। तिमीहरू आमा छोरीलाई पालेर पनि डर छैन मलाई। जा निस्कि। हेरौँला हेरौँला, तिम्रो पनि बच्चा हुन्छ एक दिन। त्यो बच्चाले तिमीलाई पनि यसै गरी निकाल्दाखेरि यो बहिनीले देख्न नपरोस्, बुझिस्?